This is National Highway of Nepal, which is called Mahindra Highway, and it's on code H01. This is under construction, which is not completed yet, but one side is partially completed. According to government and the construction company, the project is around 65% completed, and there's lots of work to do, like structure, small culvert, bridge, motorable bridge, and work is in progress, which is very good scenario. As we can see, there is also a heavy machine with lots of construction work is going on. A little bit undulation, a diversion area. Let's see कस्तो हुँदो रहेछ। यहाँ काम हुँदैछ, एक्सकाभेटर, डम्परहरु चाहिँ छ। यो चाहिँ हामी प्यालेट इन्डस्ट्रियल एरिया पुटल, compactor, pneumatic roller, and grader is also there. You can see grader चलाउनु चाहिँ धेरै गाह्रो हुन्छ है अरुको कम्पेरिजनमा। सबैभन्दा सजिलो हेभी इक्विपमेन्टमा चलाउन चाहिँ अपरेटिङको हिसाबले चाहिँ कम्प्याक्टर अथवा रोलर भनौं, बट त्यसमा चाहिँ शरीर बहुत थाका लागेको हुन्छ भन्छन् हैन अपरेटर दाइहरुले चाहिँ। तर काम चाहिँ जोस कन्स्ट्रक्सनको काम चाहिँ भइराछ नेपालमा जताततै जहाँ गए पनि बाटो चाहिँ बनिराछ हो। 2-4 वर्षपछि त सारारा हुन्छ कि जताततै त्यो आनन्द। यहाँको यो बाटोको फेरि यहाँ एउटा के प्रब्लम छ भन्दा हाम्रो देशमा चाहिँ बाटो त बन्छ हैन, बाटो 6 लेन बाटो बन्यो। 6 लेन बाटो बन्यो भने पनि लेनको ट्राफिक रुल्सहरु चाहिँ अलिकति त्यो मान्छेहरुमा अवेयरनेस छैन के त्यसको चाहिँ। अनि कुन लेनमा कति स्पिड कुद्ने, कुन लेन कुन गाडीको लागि भन्ने चाहिँ छैन। त्यो त पुरै जसले जे गर्छ के रे, जे गरे नि जसो गरे नि चल्छ नेपालमा भने जस्तै हो त्यो चाहिँ हैन। तर जोस राम्रो हुँदैछ सबै कुरा, केही हुँदै नभएको चाहिँ हैन, भइ पनि राछ हैन। भएको कुरालाई चाहिँ भएको भन्नु पर्यो। अब यो हामीले सुने अनुसार बुझे अनुसार हैन, कम्पनी यो जुन बाटो बनाउँदैछ त्यो कम्पनीले चाहिँ टाइममा मटेरियलहरुको एभाइलेबल नभएर अनि त्यसपछि गएर फाइनान्शियल सोर्स भनेको एम्प्लोयरले चाहिँ पे, क्लाइन्टले क्लाइन्टले चाहिँ पे गर्नुपर्ने फाइनान्शियल रिसोर्सहरु चाहिँ टाइमिङ ग्यारेन्टी नभएर चाहिँ काम लेट भयो भन्ने चाहिँ सुनिन्छ कन्स्ट्रक्सन कम्पनीको अनुसार। तर गभर्नमेन्टले त सजिलो छ, कन्ट्र्याक्टरले काम गरेन, कम्पनीले काम गरेन भन्दै हैन। कम्पनीले कसरी काम गर्छ त? 1 अर्बको के रे 6-7 अर्बको बजेटमा त्यो वर्ष चाहिँ 1 अर्ब मात्रै बजेट एलोकेट छ गभर्नमेन्टले भनेपछि कम्पनीले कसरी गरोस् त 1 अर्ब भन्दा बढीको काम हैन? किन कम्पनी भने त नाफा कमाउने एमले चलेको हुन्छ नि त। अनि त्यो भइसकेपछि त उले 1 अर्ब भन्दा बढीको काम त गर्न उले त गर्दैन। तर बाटो चाहिँ फाइन छ है, जहाँ जति काम भएको छ मस्त छ। 100 को स्पिड त सजिलै जान्छ है। यहाँ हेरौँ यहाँ कतिको स्पिड पुगिँदो रहेछ हामी चाहिँ देखिन्न है। म फेरि अहिले यो फोन चाहिँ हातमै छ कि मेरो, स्ट्यान्ड स्टेबलाइजर केही पनि छैन, त्यो भएर चाहिँ। तर दामी छ बाटो भनेको सर र 96-97 त सजिलै जान्छ हो। 96 कति छ यहाँ 103 देखि सजिलै हामी कहाँ छौँ, यो जङ्गलनिर छौँ। तर हो यो स्पिड चाहिँ पछि चाहिँ यो स्पिड लिमिट चाहिँ दिँदैन कि यत्रो नेपालमा चाहिँ यो 60, 70, 80 नै राखिदिन्छ। 80 पनि दिँदैन, 60, 70 मात्र दिन्छ। अनि त्यो भएपछि मान्छे बिस्तारै हैन, एक्सिडेन्टल केसहरुलाई कन्ट्रोल गर्नको लागि इट्स बेटर आइडिया। वान लेभल मेसिन के को लेभल हेर्दै हुनुहुन्छ हाम्रो इन्जिनियर साहबहरु। डिजिपिएस पनि चलाइरहनु भएको छ हैन। मजा आउँछ जो आफूलाई थाहा भएको कुराहरु बाटोमा कुनै बन्दै गरेको ठाउँमा देख्दाखेरि चाहिँ क्यान से आई फिल सो प्राउड के हैन। तर बाटो बवाल छ, अति नै दामी छ। सानो बम्पिङ पनि छैन के बाटोमा। त्यो जापानको त्यो ट्रेनमा सिक्का हाले पनि पल्टिन भन्छ नि हैन, त्यस्तो त अलि छैन। तर बट बाटो
चाहिँ बवालै छ। त्यो बुटोलदेखि यहाँ कति म 10:41 मा हिँडेको थिएँ होइन, 5 मिनट भयो। 5 मिनटमा म यहाँ शीतलनगर आइसकेँ। शीतलनगर आउनलाई बाटो त यस्तो दामी छ कि अति नै बवाल छ बाटो त। कुनै ठाउँमा अब डाइभर्जनहरू भएको ठाउँमा त हुने नै भइहाल्यो होइन, तर बट जति ठाउँमा बनाएको छ त्यति ठाउँमा चाहिँ बाटो बवाल छ।